आज आमाको औँसी अनि हामी चाहिँ रेडी भइसक्यौँ को चिन्नु भएको होला के म धेरै दिनको अब चाहिँ हामी यहाँ रेडी भइसक्यो यस्तो भुख लाग्यो अब छिटो मम्मीमा मुड हेरेर है त्यहाँ भात खाने अब चाहिँ हो हामी रेडी भइसक्यौँ रेडी भयौँ हामी Siripulala ya kacke pare ya yauci hari anak yauci gat कता हेर्नुस् टिका लगाइदिनु ल सबै राम्रो होस् रोग नलाओस् सन्चो होस् है राम्रोसँग आमा सर ल आज खुवाउने ल आमामा आमानु good ल पर्छ अब यो हेर ल ल ल्याउनु ल नानी टुप्पी हेर्नु न सर ल साना कोही हो त टुप्पीमा लगाइदिएको मैले राखेँ भयो पछि लाउँदै ए ल हजुरले गर्नुहोस् आमालाई ए सुस्त कि Ya. La, खुट्टा डाक्छ न अति सुख शान्ति होस् हलस रो नलाज भन मेरो यो वर्ष त हेरियो अब अर्को वर्ष कता पुगिन्छ होइन त सुख शान्ति होस् रोग नलाओस् नि घुम्न जान दिने साथीहरूसँग टोटल मन कुन खानुहुन्छ छिटो रसगुल्ला यस्तो खै त खै बोल म अब छिटो बिहा गर्छु भन्नु पाइदैन खै त धेरै सुगर हुन्छ कोलेस्ट्रोल बढ्छ कस्तो मैले खानु पर्छ गिफ्ट पनि है छिटो हेर्दै हो गिफ्ट अर्को वर्ष अलि धेरै ठुलो दिउँला यो वर्ष सानो भयो तिनटैको तर्फबाट छोन यो त हेर क्या यही भयो ल लाग्छ बस पुकुलु ल सबै माया गर के आया कान्छी न्याकिस ल कान्छी ल ग कान्छा आया खै दिदी आएन दिदी के ल ल यसो गर न ओहो ए म ढल्छु है अब ल अरू त के भन्नु रोग नलाओस् त्यही माया गर्नुहोस् माया त गरिरहनु बाबालाई आँगन ठुलो खाके मुख नमस्कार अहिले पछि त कहिले नि काम नलाग्ने माया गर छिटो छिटो मोबाइल किनिदिनु दुईटा हात लियो
ल अब लड्डु खाइदियो होइन अङ्गुर खाइदिउँ अलिअलि खाएर खाएर टिका लगाइदिन्छु क्या दुईटा कुकुर एउटा ठाउँमा पर्दैन उता खेल्छ पास भएछ रातो लाग्यो कि भागेमा फर्क्यो फलफुल दिनु भिडियोमा नमस्ते गर ल म लगाइदिन्छु पालेछ अहिले छुट्टा छुट्टै आज त छुट्टा छुट्टै हेर त काँची टिका त लाउन भएन त पाइयो ठिकै नलाउने पैसा दिने भन्छ नि यहाँ तर राम्रो भने ज्ञानी भने पढ्ने पास हुन्छ भन्ने आश लाग्छ अगाडिको दिनहरू राम्रोसँग पढ्ने बाबा भनेर भन्ने घरभरि फुल्छ यो प्यालो नि त अनि कति चिच्ची दुईवटा सँगै दिउँ क्या खुट्टा ल्याउ त यो 500 को मात्र उठाइ अर्को पनि सँगै ल्याउ न रोक्नु दिनु के अर्को पनि झरो झरो मलाई खै त मेरो कोल्ड ड्रिङ्क खाली छ भयो सौरभलाई त टिका लाग्यो टिका त लगाइदिनु हुन्छ हो यहाँ नि हो नि सन्त होस् बेसी पासो भाउ मलाई त केही पनि असर त जान्ने नि ल भयो बिचरा जातिलाई दिन खाइदिनु बस्नु त्यहाँ हो हात धोइन्छ अब जाम लड्डु खाइदिनुहोस् हो ठुलै छ त मुख पनि जानु न राम्रोसँग पढ्नु पर्यो खानु नाम कमाउने सौरभ नेपालीहरू नाम छ अझै धेरै कमाउनु ए आफ्नो छोरालाई आशीर्वाद दिनु अब छोरालाई दिनु पर्यो स्नेहलाई पनि दिएको है सुनेको होइन बाबाले अब आफूले दिनुहुन्छ कि दिँदैन मैले मेरो छुट्टै दिइरह्यो के धल्न पाइछस् त्यति बेला कान्छी ल ल अब हामीलाई लगाइदिनु त अब हामी जान्छ बस बिचार मम जेकीले लगाइदिन्छ क्या रोक्यो भाग्यमा नि भयो बाबा जति पनि सन्तोष भन्नु ल बस्नु हजुरले लगाइदिने के ल त्यहाँ पर्दैन नमस्कार फुपूहरू हाम्रो कति ढिलो हो नयाँ वर्षको शुभकामना हाम्रै भदैनी नानीलाई नौली नानीलाई सुख पाए नमस्ते सन्चै छ आमालाई रोग वेद नलाओस् आयु लामो भओस् सधैँ यसो हाँसी खुसी देख्न पाइयोस् भगवानले रक्षा गरून् बोर पनि काठमाडौँमा मुख हेरेको के आमाको अहिले अब यहाँ चोलबाट हेर्न पाइयो ए फुल चेक त पाउँदैन भगवानले रक्षा गरून् आमालाई रोग वेद नलाओस् आयु सधैँ यस्तै हाँसी खुसी देख्न पाइयोस् रोगले छाक्क छोडोस् अब मरेर बाँचेर पनि दुईटा नाति बिहा देख्नुभयो 84 भयो एकदम खुसी एउटा नाति हो कि दुईटा नाति हो नाति नातिना के दुईटा नाति नातिना सबै देख्नु भयो खुसी लाहा हामी सबैलाई हेर्नुहोस् आमा यही राख कि यही राख त्यो नलाउने अब त्योभन्दा यो राम्रो हो कि यो लगाइराख्नु है ल यो टाउको बाँध्नलाई हाम्रो आमाले हल्का छ कि टाउको भिडियो हो कि अब भलो ल एकको दिदी हो कि दिदी ए म माइली दिदी फुक भन्नु न केही आफै भन्नुहुन्छ अरे कि मन आमालाई हात हाल्दिनु म त ढोक्नै बिर्सिछु आमा पाला सिधै दिएन न ल कति बोलेको ल उता ल उता दिदीलाई दिनु ऊ त फुल यतिकै अब हजुरले लगाइदिनु औँसी पनि आज ज्ञानी हुने सुख भने सबभन्दा सुख दिदीलाई छ
सन्तोष मान्न पर्यो म्याम त मोटाइछन् पहिला पहिला पिरियड लिन्थ्यो अहिले त मैको व्यस्त भए अब भान्जा भाएपछि त झन् आनन्द रोग नलाग्छ भन त्यही हो रोग नै हो शत्रु रोग नलाग बाबुलाई त्यही खुट्टामा राखिदिनुहोस् ल भाग्यमानी बाबुलाई त्यही नातिलाई गाइस हाम्रो आमा उसी सक्यो ल सबैलाई आमा उसीको शुभकामना हाम्रो आमा